Namaste and welcome back to my channel. आज चाहिँ मम्मी यहाँ चाहिँ हातै पानी परिरहेको छ. Oh my god. आज चाहिँ लास्टै पानी रहेछ परिरहेको छ है. यस्तो पानी परिरहेको छ. Oh my god. यस्तो हातै पानी परिरहेको छ नि. आज त लास्टै पानी परिरहेको छ. डेन्जर पानी परिरहेको छ कि आज त कस्तो डेन्जर पानी पर्यो यार. अब यत्रो महिना भयो म यहाँ आएको, यति धेरै यति ठुलो पानी चाहिँ परेको थिएन. आज चाहिँ लास्टै ठुलो पानी परिरहेको छ. बुढो चाहिँ ड्युटी जानुभएको छ. यस्तो डेन्जर पानी. अहिले त अलि रोकिसकेको छ. अघि त आमा यस्तो डेन्जर पानी परेको थिएन. यो चाहिँ यस्तो छ बसै के गर्नु. पार्क पर पार्क छ. कहिले चाहिँ रोक्यो अहिले त. अनि यहाँ ऱ्याबिट अहिले चाहिँ अलि रोक्यो पानी. आज चाहिँ लास्टै ठुलो पानी पर्यो. बुढो पनि ड्युटी जानुभएको छ. कराउनु पर्ने है, झट्याङ कराउनु. कत्रो ठुलो पानी परेको थियो. पानी ठुलो परेको थियो यहाँ. आज त लास्ट ठुलो पानी परेर यहाँ त म कस्तो डर लाग्ने थियो. म त सुतिरहेको थिएँ. अनि गरम पनि गरिरहेको थिएँ झट्याङहरू पनि. अनि बिउजी त कत्रो ठुलो पानी परेर रहेछ. बुढो पनि ड्युटी जानुभएको छ. एक्लै छु. अहिले चाहिँ जस पानी रोक्यो हल्का हल्का आइरहेको छ. एकदम कत्रो ठुलो थियो पानी. अहिले चाहिँ पानी रोकिसकेको अवस्था है. वेदर एकदम क्लियर छ अहिले चाहिँ. यो चाहिँ सबै यो फ्यामिली क्वार्टर हो. यहाँ सबै उता धेरै छ. परसम्म चाहिँ सबै फ्यामिली क्वार्टर. अनि अहिले चाहिँ पानी रोकेर एकदमै वेदर चाहिँ क्लियर छ. एकदम दामी छ. अनि यहाँ चाहिँ ऱ्याबिट पनि छ है. ऱ्याबिट यो चाहिँ हाम्रो गार्डन रे क्या. गार्डनमा यस्तो छ. यो चाहिँ टोमेटो हो. अहिले चाहिँ वेदर एकदम क्लियर भएको छ. ओ माइ गॉड दामी रहेछ. अघि त यत्रो ठुलो पानी परेको नि. ओके बाय बाय, सी यू. एक तू ही है दिल ने जिसे हरदम अपना माना. कैसी लगी लगन